हेलो नमस्ते। बल्ल हाम्रो खुमा कलेवास नगरपालिका थापटनक खुमा बल्ल बाटो बन्दैछ अरे साथीहरु। हेर्नुस् है, बल्ल कालोपत्रे हुँदैछ। यो कहिले पिच गरिसक्नु पर्ने हो। कालो बाटो कालोपत्र हुँदैछ। कालोपत्रको लागि आउँदैछ, तर गिटी भन्दा यहाँ बालुवा धेरै प्रयोग भएका छन्। गिटी भन्दा बालुवा धेरै प्रयोग भएका छन्। यहाँ हाम्रो लेबर हुनुहुन्छ यतै। बाटो प्रयोग हुँदैछ। गिटी भन्दा बालुवा धेरै हालेको छ यो है। गिटी भन्दा बालुवा प्रयोग भएको छ यहाँ। गिटी भन्दा बालुवा धेरै प्रयोग भएको छन्, तर बाटो राम्रो भएन भने तपाईहरुको कन्स्ट्रक्सन लाइन खलास हुन्छ। गिटी भन्दा बालुवा प्रयोग भएका छन्। कलेवास नगरपालिकाले खुमामा बाटो कालोपत्रेको लागि चुनाव हुनुभन्दा एक दिन अगाडि छुट्टी लिएको बल्ल अनुहार देखाएका छन्। यो कन्स्ट्रक्सनले यो सम्बन्धित निकायमा होस्, कालोपत्रे कहिले सुरु हुने थाहा छैन, तर गिटी भन्दा बालुवा बढी प्रयोग भएको छ यहाँ। हजुर नमस्कार हजुर। बाटो भन्दा गिटी भन्दा बालुवा बढी प्रयोग भएको छ है। बालुवा भन्दा गिटी भन्दा बालुवा बढी प्रयोगमा आएको छ। अब हेर्दै जाउँ, बाटो राम्रो होला। जहाँसम्म राम्रो बनाउनु हुन्छ भने आशा लागेको छ है। होइन मैले भन्दैछु राम्रो होला भन्दै गएछु, तर राम्रो भएन भने त्यो पछिको कुरा हो। अहिलेलाई चाहिँ राम्रै होला भन्ने आशा गरौँ है। अहिलेलाई राम्रो होला भन्ने आशा गरौँ।